हेलो एभ्रीवान, मेरो भ्लगमा चाहिँ तपाईहरु सबैलाई चाहिँ स्वागत छ हैन। आफ्टर लङ टाइम धेरै समयपछि चाहिँ मैले आज भ्लगिङ चाहिँ सुरु गर्दैछु हैन। अब अहिले चाहिँ टक्क सलमानको चाहिँ बिदा सुरु भएको छ। सलमानको बिदामा Hello everyone, welcome to my vlogs. And हामी चाहिँ आज ग्यामचोन भिलेज आएका छौँ। गामचोन कल्चरल भिलेज चाहिँ दक्षिण कोरियाको बुसान सहरमा अवस्थित एक प्रसिद्ध पर्यटकीय स्थल हो। यहाँ चाहिँ घरहरूलाई चाहिँ विभिन्न किसिमको रङहरूले चाहिँ रङ्गी चङ्गी बनाएर चाहिँ सजाइएको छ। यो त नेपालकै घर जस्तो छ। Dream comes true. दिदी बन्दीपुरको फिल्डिङ खाले छ क्या यो बाटो चाहिँ। गाउँ चाहिँ घरे गाउँ जस्तो टक्क यहाँ लेखेको छ ग्यामचोन सेई यस्तो छ हैन। भिलेज चाहिँ यस्तो हो क्या बबाल्यो। यहाँ टक्क बसेर फोटो खिच्न पनि मिल्यो। टक्क त्यसमा असर हुन्छ यता यहाँबाट हेर्न सक्नुहुन्छ चट्ट है। यस गाउँको इतिहास हेर्ने हो भने चाहिँ सन् 1950 को दशकमा कोरियन वार पछि चाहिँ शरणार्थीहरूले बसोबास गर्ने थलो विकास भएको हो। सुरुमा यो गरिब बस्तीको रूपमा चाहिँ चिनिएको थियो, तर पछि चाहिँ यसलाई चाहिँ कला र संस्कृति मार्फत चाहिँ सुन्दर पर्यटकीय गन्तव्यको रूपमा चाहिँ अहिले रूपान्तरण गरिएको छ। पर हेर्नु त सी बिल्डिङ। यहाँको परको मान्छेहरू हेर म त के गर्दैछन् हौ मान्छेहरू। के गर्दैछ यहीँको आफ्नै छ सबै होइन। चट्ट हेर्नु है त दामी छ, दामी छ रहन सहन यहाँको। टक्क एउटा कोरिया आएपछि एउटा ड्रिम प्लेस पनि हो यो। बवाल छ है, बवाल छ है बवाल। यस्तो छ यता। यहाँबाट नि पुरा माथि जानु मिल्दो रहेछ त। तल जानुभन्दा माथि जानु चाहिँ उचित देखेँ मैले होइन। जाउँ न एकचोटि। कति भन्नु हिँडेको रोयल गाउँमा है। टक्क गाउँको बाटो कुकुर छन् कि के छन् है। यस्तो ठाउँमा नि मान्छेहरूको चाहिँ बसाइ छ। हेर्नु है त गाउँहरू घरे गाउँ जस्तो चाहिँ ट्याक्क लगाएन सुविधा ट्याक्क यसरी हिँड्ने पिसाब बनाइरहेको मुद्दा रहेछ। घरपुरी बना चाहिँ टक्क रेलिङ छ। पछाडि हाम्रो सर हुनुहुन्छ है। चट्ट यस्तो छ बाटोहरू। भुरै सुन जान्छ के हो यो भँगेर मात्र छ। गाउँ भुरै सुन जान्छ हैट खतरा छ त गाउँ। बाटो चाहिँ खतरा लाग्यो है। बबाल छ त। हामी को छ हौ घरमा? बबाल छ त है। प्राय मैले चाहिँ यस्तै हेर्दै
खतरा है बवाल छ है गाउँ बवाल छ है अझै माथि जान खोजिरहेको माथि जाने ठाउँै पनि छ हेर्न जाने ठाउँ 100 मिटर बेलमारी स्पोर्ट सेन्टर 100 मिटर माथि बवाल ठाउँ छ काग अनुनारायण भेटनाम नेपाल छोरा छैन नि नेपाल यहाँ 진짜 좋아요. 요 ठाउँमा आएर चाहिँ चट्ट फोटो खिच्ने चाहिँ सोच थियो मेरो चिन्छ कोरिया आएर चाहिँ यदि यो ठाउँ आइन्न भने चाहिँ अपुरो नै हुन्छ पछाडि हाम्रो एकजना सर आउँदै हुनुहुन्छ सरको नाम चाहिँ राज सर यता म छु आइयो घुमियो बाई बाई पनि गरियो है टक्क बाई बाई क्याम्चोन ओ दामी छ आई लाइक इट